पाँचवटा छोरा जन्मी मध्येमा कान्छा छोरा भगवानको छैटौँ अवतार जसको नाम परशुराम। जय बोलो परशुराम अवतार भगवानको। सबको मना पार परशुरामको प्रादुर्भाव। अनि तिनै क्षेत्रीहरू सारा मिलेछन् र बाहुनको घरमा एक दिन पाहुना बन्न आएछन्। हे क्षेत्री जाति, पूर्व सूचना नदिकन 10,000 सैनिक। हेर न कति अजेलो गरेको। ए बाहुन, हामी आयौँ, ल खानेकुरा ल्याऊ भनेर साँडो भाइ रहेछन्, तिनी कहाँ आएछन्। हुन्छ पाल्नुहोस् भनेर 84 व्यञ्जन तयारी गरेर खानिदियो। है बाहुनले घर छ कुटी 84 व्यञ्जन। हामी आउने थाहा पनि थिएन, घर पनि छैन, केले देऊ यस्तो, जे चाहिन्छ त्यही त्यही देऊ नि त तिमीले। भन्दाखेरिमा अरू कुरा केही छैन सरकार, कार्तवीर्यका छोराहरू मेरो एउटा जब काम दिनु भन्ने गाई छ नि, त्यो गाईले जे सम्झेर दुयो त्यही दिन्छन् भने। खै त्यो गाई कति छन् खै भनेर क्षेत्रीहरू हेर्न गएका, गाई सुन्दरी रहेछन्, काम दिनु। त्यस्ता गाई त बाहुनले पाल्नु हुँदैन, क्षेत्रीलाई ल्याऊ भन्न थाले।